शेयर बजारमा नाफा कमाउन शेयरको भाउ बढ्नै पर्छ भन्ने सोच्नुहुन्छ? अब नेपालमा भाउ घट्दा पनि नाफा कमाउन सकिने सर्ट सेलिङ प्रणाली ल्याउने तयारी भइरहेको छ। नेपाल धितोपत्र बोर्डले मार्जिन लेन्डिङ, धितोपत्र सापटी तथा उधारो र आवरणयुक्त सर्ट सेलिङ सञ्चालन गर्न आवश्यक कानुनी, संस्थागत तथा प्राविधिक व्यवस्था सम्बन्धी अवधारणा पत्र सार्वजनिक गरेको छ। तर ध्यान दिनुहोस्, यो प्रणाली अहिले नै लागू भइसकेको होइन। बोर्डले बजारको तयारी जाँच्दै नियम निर्माणको प्रक्रिया अघि बढाएको हो। अहिले नेपाली बजारमा सामान्य लगानीकर्ताले पहिले सेयर किन्छन्, मूल्य बढेपछि बेचेर नाफा कमाउँछन्। मूल्य घट्दा भने लगानीकर्ताले घाटा बिहोर्नुपर्छ वा मूल्य फर्किने प्रतीक्षा गर्नुपर्छ। अब एउटा सरल उदाहरण हेरौँ। तपाईलाई एबीसी कम्पनीको सेयर मूल्य घट्छ भन्ने लागेको छ। तपाईले ब्रोकर वा स्वीकृत प्रणाली मार्फत 100 किता सेयर सापटी लिनुभयो। प्रति सेयर 500 रुपैयाँमा पी सेयर बेच्दा तपाईले 50,000 रुपैयाँ प्राप्त गर्नुभयो। केही समयपछि मूल्य 400 रुपैयाँमा झर्यो। तपाईले 40,000 रुपैयाँमा 100 किता पुनः किनेर सापटी दिने व्यक्तिलाई फिर्ता गर्नुभयो। यस अवस्थामा शुल्क, कर र सेयर सापटीको खर्च काट्नु अघि तपाईको नाफा 10,000 रुपैयाँ भयो। तर तपाईको अनुमान गलत भयो र मूल्य 500बाट बढेर 650 रुपैयाँ पुग्यो भने सापटी लिएको सेयर फिर्ता गर्न तपाईले महँगो मूल्यमा पुनः किन्नुपर्छ। यस अवस्थामा 15,000 रुपैयाँ घाटा हुन्छ। त्यसमाथि अन्य शुल्क पनि थपिन्छ। सेयरको मूल्य कति माथि जान्छ भन्ने सीमा नभएकाले सर्ट सेलिङको घाटा प्रारम्भिक रकमभन्दा धेरै हुन सक्छ। धितोपत्र बोर्डले प्रस्ताव गरेको प्रणाली कभर्ड सर्ट सेलिङ हो। यसमा सेयर बेच्नु अघि नै सम्बन्धित सेयर कानुनी रूपमा सापटी लिइसकेको पुष्टि हुनुपर्छ। सेयर सापटी नै नलिई बिक्री आदेश दिने नेकेड सर्ट सेलिङलाई भने अनुमति नदिने प्रस्ताव गरिएको छ। यो प्रणाली सुरक्षित रूपमा लागू भएमा बजार एकतर्फी मात्र रहने छैन। मूल्य बढ्छ भन्ने लगानीकर्ता खरिदतर्फ र मूल्य घट्छ भन्ने लगानीकर्ता बिक्रीतर्फ सहभागी हुन सक्छन्। यसबाट मूल्य निर्धारण प्रक्रिया प्रभावकारी बन्ने, कारोबार तथा तरलता बढ्ने र दीर्घकालीन रूपमा सेयर राख्ने संस्थागत लगानीकर्ताले सेयर सापटी दिएर थप आम्दानी गर्न सक्ने अपेक्षा गरिएको छ। तर सर्ट सेलिङ बजार सुधार्ने जादुई उपाय होइन। कमजोर नियमन भएमा अफवाह फैलाएर मूल्य घटाउने प्रयास बढ्न सक्छ। मिलेमतोमा बिक्री दबाव सृजना गर्ने असामान्य कारोबार र बजार हेरफेरको जोखिम बढ्न सक्छ। नेपालको बजारमा व्यक्तिगत लगानीकर्ताको सहभागिता धेरै भएकाले पर्याप्त शिक्षा, पारदर्शी रिपोर्टिङ र वास्तविक समयको निगरानी आवश्यक छ। बोर्डको अवधारणा अनुसार पहिले कानुन र नियम तयार गरिनेछ। त्यसपछि सीडीएससीमा धितोपत्र सापटी प्रणाली विकास गर्नुपर्नेछ। सुरुवाती परीक्षणमा छानिएका तरल सेयर र योग्य व्यवसायीलाई मात्र सहभागी गराउने तथा सफल भएपछि क्रमशः विस्तार गर्ने प्रस्ताव छ। त्यसो भए सर्ट सेलिङले बजार घटाउँछ कि बजार सुधार्छ? उत्तर यसको नाममा होइन, कार्यान्वयनमा निर्भर हुन्छ। बलियो नियम र प्रभावकारी निगरानी भए यसले बजारलाई परिपक्व बनाउन सक्छ। तर कमजोर नियन्त्रणमा यसले अस्थिरता निम्त्याउन सक्छ। तपाईको विचारमा नेपालमा सर्ट सेलिङ लागू गर्नु उचित हुन्छ कि अहिलेको बजार यसका लागि तयार छैन? आफ्नो विचार कमेन्टमा लेख्नुहोस्। यो सामग्री शैक्षिक जानकारीका लागि मात्र हो, लगानी सल्लाह होइन। आइपिओ बजार नेपाललाई सब्स्क्राइब र फलो गर्नुहोला। ह्याप्पी इन्भेस्टिङ।